Hi guys, namaste. Welcome back to my new video. धेरै समय पछाडि चाहिँ म भिडियो बनाउँदै छु अनि आज चाहिँ हामी उता गोर्खा मनोकामना जाँदैछौँ। अनि मेरो दाइ पछाडि हुनुहुन्छ। हेलो ब्रदर। अनि मेरो हस्बेन्ड अनि यहाँ एकजना सुरज भाइ हुनुहुन्छ। अनि हामी चारजना अब निस्केको अहिले कति बजे 9 बजिसक्यो। आज हामी बिहानै जाने भनेको तर भएन। चिसो छ नि त त्यही भएर बिस्तारै निस्किने भनेको। त्यही भएर अब हामी 9 बजेतिर चाहिँ निस्किनेछौँ। स्टे ट्युन। हामी फाइनली मनोकामना आइपुग्यौँ 4 घन्टाको राइड पछि। मनोकामना मनोकामनाको गेट हामी इन्टर हुँदै केबल का ये हो गया। म त दुईचोटि केबल कार चल्न पाएन भने बजाएको दाम भन्दै केबल कार चलेर आयो नि त। फेरि केबल कार चल्नु पर्यो अनि दुईचोटि रुइदिएको एकचोटि अब फेरि रुइदिनु भयो। पार्किङ पी उता भित्र होइन ऊ यता देखेर चाहिँ यता देखेर यता पनि हेरिदिनु होला कृपया। लिएर आउनु ल। आयो सबै धुलो पारिदिनु। ओके हामी चाहिँ केबल कार चढ्यौँ। अब हिरोहरूको इन्ट्री हुँदै रहेको। हेलो हेन्सम फोटो खिच्दै। धन्यवाद। कताको रहेछ आमामा कालो त्यसमा रहेछ नि त मान्छे त यता त्यही भने सिटबेल्ट हुनु पनि पानी म त यसो बगर चाहिँ कस्तो रमाइलो लाग्छ त्यो बगरमा गएर आनन्दसँग खेल्न। ऊ तल हेर्नु न मान्छेहरू के गर्दैछ तल डान्स गरिरहेको जस्तो धक्का मार्दैछ नि अरे डान्स हुन्छ नि टिकटकको ट्रेन्ड धेरै हल्लिँदो कस्तो घटक घटक भएको है धेरै नै। हामी चाहिँ केबल कार चढेर अहिले चाहिँ माथि जाँदै हो मनोकामना। मेन दर्शन गर्ने व्यक्ति हुनुहुन्छ सञ्जीव गुरुङ। मेन उहाँ आउनु भएको दर्शनको लागि। कहाँबाट रे भाइ? दुबईबाट।
उही तल त सानो सानो देख्दो रहेछ तर कस्तो साउन्ड आएको होला नि ओहो कस्तो आएको है त्यो साउन्ड एकदमै तपाईँको माथि पनि सनरुफ रहेछ यो त कस्तो मजा आएको सनरुफलाई तल टक्क नयाँ भयो नि त यो घर यहाँ त एउटा बाघहरू हिँड्नु रे भित्ताभरि लमक गर्दै ए चक्लेट रहेछ त अनि रहेछ त अनि अघि निकाल्नु पर्दैन तपाईँले मेरो क्युटी दिदीको के छ विचार दुई मुस्कानले मुस्का हाँसेर सुको बसेर परोटी बसेर चामलको भातमा मासुको तिनीहरूले खाना नपर्छ दाइ घिउ पनि सर घिउ पनि स्वान्यो नि ल मेरो क्युटी बहिनी अहिले आउनु ल जति मुस्कान उति रिस्काउनु त्यही मुस्कानले मुस्का हाँसेर सुको बसेर परोटी बसेर चामलको भातमा मासुको तिनीहरूले र खाने भए खाइदिनु नानी पनि खाइदिनु दर्शनपछि सम्झेर मगर भाइको होटेलमा आइदिउँ है हजुरको बोली बन्धु मैले ढिच्याउने बुझ्नेलाई गइरहेको छ नबुझ्नेलाई मनभरि पहिरो छ अहिले आउनुहोस् ल आउँछु नि ल जति मुस्कान उति रिस्काउनु घिउ पनि सुन्तला कसरी सुन्तला पुरै जोखेर प्लास्टिकमा हालेर लाउनु अब तपाईँलाई केजीको कसरी प्राइस 120 रुपियाँ जरायो के भन्छ यो काठको कस्तो खतरा राम्ररी बनाएको सबै काठको कारागढी राम्रो छ सामान लिन त भाइ आज शनिबार भएर लाइन त आमामा खोइ भाइ लाइन बसेर त कहिले सर्ने र सोच्दैछौ के यस्तो एक राउन्ड घुमौँ लाइन नबसी अनि दर्शन गरेर जाउँला त्यो ठिक होला जस्तो लाग्यो हुन्छ भित्र बुझी सकिँदैन त्यहाँ त लाइन बसेर सकिन्छ लाइन त कहाँ माथिबाट छ नि चाहिँ मनोकामना टेम्पलमा आइसकेका छौँ अनि आज चाहिँ सटरडे भएर चाहिँ एकदमै धेरै क्राउड छ अनि मेरो दाइले चाहिँ डिसाइड गर्यो कि अब लाइन गऱ्यो भने चाहिँ 3-4 घन्टा लाग्ने भयो होइन अनि यता बाहिरबाटै दर्शन गरेर जाने यहाँबाट चाहिँ हेर्दाखेरि यता माउन्टेन पनि देखिने रहेछ तर अहिले चाहिँ क्लाउडले गर्दा अलिकति क्यामेरामा चाहिँ क्याप्चर हुन्छ कि हुँदैन थाहा भएन तर मैले चाहिँ थोरै देखिरहेको छु यतातिर माउन्टेन आज अलिक क्लाउडी छ दिन त्यही भएर माउन्टेन अलि मात्रै देख्छ म चाहिँ अहिले सुन्तला किनेर सुन्तला खाँदैछु कस्तो मिठो छ गुलियो कोही गुलियो छ कोही अमिलो भन्छ कोही खल्लो छ होइन कोही चाहिँ अमिलो कोही चाहिँ गुलियो त्यसो कोही फेरि गुलियो कोही चाहिँ उता पल्लियो है बाबा सुन्तलाले आइसक्यो हजुर तिमी के खान्छौ सुन्तलाले होला सुन्तला आउँछ है लाइफ बोय सायद होइन त्यो उसकै हो साबुनकै यहाँसम्म हेर लाइफ बोय होइन त्यो लिक्विड भोजनालय जहीँ जानु पनि सुन्न रमाइलो हुन्थ्यो नि अनि किन नगएको त मगर दाइले फसाउँछ कि जस्तो लाग्दैछ मलाई उहाँ त्यस्तो लागिरहेको छ खै कस्तो हुन्छ एकैछिन भइहाल्छ भन्नु त एकैछिन त गफै त हो नि
फर्किँदै हामी फर्किँदाखेरि चाहिँ यति धेरै क्राउड किन हाँस्यो? किन? आमा फर्किनेको लाइनै लाइन सरररररररररर। दुईजना आइदियो भने भइहाल्यो भइहाल्यो। ओहो हल्ली गएर अहिले चाहिँ हामी पोखरातिर लाग्यौँ पुग्न पनि लागिसक्यौँ पोखरा मनोकामना दर्शन गरेर हामी पोखराको यात्रा जाँदैछौँ हामी चाहिँ बन्दीपुर जाने भनेको तर फेरि हाम्रो माइन्ड चेन्ज के भयो अरे बुढो माइन्ड चेन्ज भएर पोखरै गइदिनु न त भनेर दाइ जानु भएको छैन फर्स्ट टाइम त्यही भएर पोखरामा घुम्ने अप्सन पनि रहेछ नि त त्यही भएर द्याट्स द रिजन। त्यही भएर हामी पोखरा जाँदैछौँ अब हाफ एन आवर जस्तोमा चाहिँ हामी पोखरा पुग्छौँ होला। कस्तो राम्रो देखेको अहिले त झन् सररररररर माउन्टेन माउन्टेन पोखरा आइसक्यौँ हामी चाहिँ रुममा पनि बसिसक्यौँ हाम्रो रुम चाहिँ यस्तो रहेको छ ज्याकेट स्याकेट अहिले यतिकै लालिङ्ग भइसक्यो अनि हाम्रो यो बाल्कनी हो ट्याक्क यता हाम्रो मिनी गार्डन छ हाम्रो गार्डन पार्किङ गाडी पार्किङ त्यहाँ छ अनि भ्यू चाहिँ यस्तो केही छैन अहिले चाहिँ माउन्टेन हो त देख्दैछ यता रहेछ एउटा माउन्टेन थोरै थोरै देख्दैछ। अब चाहिँ हामी एकछिनपछि बाहिरतिर निस्किन्छौँ पोखरा बजार हामी चाहिँ उहाँको होइन बाइकहरू कलेक्सन छ नि त पोखरामा अनि हेर्न आएको अब यस्तो यस्तो बाइक चाहिँ कलेक्सन कति धेरै रहेछ त बाइक कलेक्ट त यता पनि रहेछ एसए मोटो अहिले चाहिँ हामी खाना खानलाई आइसक्यौँ मेरो दाइ त फोनको फोन खाना खानलाई चाहिँ हामी जेठो बुढो भन्नेमा आएको हामी लास्ट टाइम पोखरेली साथीभाइहरूले ल्याएको थियो अनि हामी फेरि आज पनि दुईजनालाई ट्राई गराउनलाई हामी जेठो बुढोमा आएको छौँ जेठो बुढो बाहिर चाहिँ भ्यू यस्तो छ गाडी गाडी क्राउड अनि हामी यहाँ बसेका छौँ अनि भित्रको इन्टिरियर भ्यू चाहिँ यस्तो रहेको छ हाम्रो चाहिँ खाना आइसक्यो है जेठो बुढोको खाना खाएर देखाइदिनु कस्तो छ टेस्ट मिठो छ मिठो छ एकदम मिठो ल रिभ्यू दिनु पर्यो है जेठो बुढोको खानाको तर यो चामल चाहिँ आज अलिकति मिठो बनाएछ अब झैया के भयो झैया मलाई त नै सुन्तलापुरी
सोध्यो कि कति यत्रो पर्खिनु आगोले चाहिँ बोलाइरहेको छ जस्तो है आगो बोलेको त्यो भन्छ है मान्छे त सँगै उडेर